नमस्कार। केही समयको अन्तरालपछि म साहित्यिक यात्रा नवीनसँग मनका भावनामा आफ्नो रचना लिएर उपस्थित भएको छु। आज मैले रचना गरेको कविता यहाँहरूको माझमा वाचन गरेर सुनाउन गइरहेको छु। जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रियाको आशा गर्दै अबको क्रममा कविताको शीर्षक रहेको छ ए रस चुस्नेहरू हो। कविता यसरी सुरु हुन्छ। ए रस चुस्नेहरू हो, ओ भमरा, ओ मिठो म काट्ने मौरी, ए धेरै आँखा हुने पुतली, तिमीहरू त मजामा छौ है। बहुत मिठो छ है फुलको रस, रमिरहेका छौ है फुलको रस चुस्नमा, फुललाई पत्र पत्र बनाएर लुट्नमा। तिमीहरू त रमाइरहेका छौ, कहिल्यै फुललाई सोध्यौ तिम्रा हर्षको मोल। तिमीहरूले रस चुस्ताका पीडा, तिमीहरूले लुट्दा भोगेका दुःखहरू कस्ता हुन्छन् भनेर। ओ भमरा, पहिले तिम्रो भुनभुन सुन्ने कष्ट, फेरि तिमीले उसको अस्तित्व पत्र पत्र गरी उसलाई लुटेको सही दिनु पर्यो। बिचरा कलिलो फुलले कहिल्यै सोच्यौ तिमीले चुसेपछि ओइलाई जाने फुल, तिमीले चुसेपछि रस सुक्ने फुललाई लुटिँदा आफ्नो अस्तित्व कति गाह्रो हुन्छ भनेर। ए मौरीहरू, किन घमण्ड गर्छौ मिठो मह बनाउँछौ भनेर? किन दुखी हुन्छौ मान्छेले तिम्रो मह चाटिदिए भनेर? तिमीले पनि कसैको रस चुसेर आफ्नो रस बनाएका हो। तिम्रो महको चोरी हुँदा फुललाई पनि उसको रस चुसिँदा भएको पीडा अनुभूत गर्यौ कहिल्यै? फुलले त सही मात्र दियो, तिमीले जसरी आक्रमण गर्यो र फुलले कहिल्यै कसैलाई। ओ पुतलीहरू, के घमण्ड गर्छौ धेरै आँखा छन् भनेर? फुल रोएको कराएको तिम्रो धेरै आँखाले देखेर, फुलको सुन्दरता देखेर लुट्ने तिम्रा आँखाले तिम्रो लुटाइले दिएको पीडा देख्यो र? ए रस चुस्नेहरू हो, ए मनुवा, भमरा, मौरी र पुतलीले त आफ्नो आहार पुर्याउन प्रकृतिको नियम माने होलान्। भमरा, मौरी र पुतलीले त आफ्नो आहार पुर्याउन प्रकृतिको नियम माने होलान्। तिमीहरूले किन चुस्दैछौ कलिला नानी फुलहरू? तिमीहरूले किन चुस्दैछौ कलिला नानी फुलहरू? किन लुट्दैछौ आफ्नै बारी अनि बगैँचाका सानी फुलहरू?